गुड मर्निङ चितवन होइन सौरा हेलो गुड मर्निङ गाइस के छ खबर जंगल सफारीतिर जानुपर्छ बेला छ हामी चितवन सौरा हेर्न सक्नुहुन्छ हामी बसेको होटलको भ्यू त्यस्तो सिधी राउन्डिङमा ठिक छ अलि म पनि मुख धोए पनि नधोए पनि यतासित देखिन्छु ट्याक्क लगाएर टाढो बोल न सुनिन्न नाच्दै खाएन एनर्जी आउन पर्यो नि पहिला टाठो बोल्नु ल तर यो चाहिँ आजको हाम्रो आउटफिट भन्छ नि होइन अब निस्किने हो कस्तो तर्सेको म त यार साँच्चै कस्तो नराम्रो मान्छे सातो देख्दै चुडैली जस्तो देखिन्छु मैले त बिहान यार धन्नै तर्सेर मेरो सातो गइदिँदा राम्रो छ हाम्रो चाहिँ ठिक छ तर बुनु आइन के छ बुनु हेलो गाइस ल एकदम भलक बनाइदेऊ ल हेलो गाइस वेलकम ब्याक टु आवर च्यानल हामी चाहिँ यहाँ आज सौराको के अरे मदरल्यान्डमा छौँ अनि आज चाहिँ हामी जङ्गल सफारीमा जाने हो यहाँ चाहिँ आउटफिट यहाँ ल ए ल यहाँ चाहिँ दाइको आउटफिट चेक यहाँ चाहिँ अर्को दाइ हुन्छ हेलो हेलो अनि यहाँ चाहिँ म छु धेरै राम्रो आउँछ कि फेरि हो क्या यार कस्तो नपत्ताको यार कता हिँड्यो त्यस्तो चिटिक्क परेर ओ माई गड सब फिदा हुनु भयो यार जङ्गल सफारी गर्दा हात्ती पनि ढल्ने भयो क्या हात्ता हनुगाउँमा जङ्गल सफारी गर्दा हात्ती गैँडा सबै ढल्ने भयो क्या पूजाले देखेर म त ढलिसकेँ होइन ल चिया खायो अब नास्ता खान जानु पर्यो बुनु जाने होइन जाम के तिमीलाई देखेर होइन आज हात्ती पनि ढल्छ होला होइन ल रुमको हालत यस्तो छ साथीहरू अब नास्ता खानु पर्यो अनि जानु ल हाम्रो नास्ता आयो यस्तो उसिनेको मकै पनि छ त हो यो त पूजा खै त तिम्रो भाग ए हे अनि बिचरा ल मेरै भाग खाऊ न त ए फाइनल्ली आयो होइन ल हामी चाहिँ नास्ता आयो टक्क अब नास्ता खाने नास्ता पर्दैन सफारी आयो सफारी शेरले शेर भेट्न यो एउटा मजाक थियो होइन कि सिरियस थियो मैले स्यालले स्याल भेट्न जानु लाग्यो भन्नु लाग्यो होइन म त ऊ हो क्या बस करो सफारी बाँदरले बाँदर जाऊ बस जाऊँ को म बस्नु पछाडि त हल्ला आउट हुन्छु ल लाग्यो है त सफारी सब देखेँ आँखामा बुनेर हराइछु युट्युब च्यानल त होइन युट्युब च्यानल पनि छ र बिग फ्यान पुग्नला नानी 1000 पुग्नला 950 छ ल फाइनली सफारी हिँड्यो कताको सफारी जङ्गल सफारी के जङ्गलीले जङ्गल हेर्न जानु लाग्यो क्या अब हेर फुल्के भेटिन्छ एक घन्टादेखि
पनि होला कि अहिले होइन हेर्दाखेरि नागिन जस्तो देखिरहेको छैन खै ए भाइ यो सर्ट देखेर म जाडो भएको सम्झिन्छु कि टर्निङ चाहिँ खतरा हो यहाँको हेलो हेलो सौरा देखाएको किन हिजो थिएन हाम्रो अगाडि त अहिले मजा गर्थ्यो विकास अगाडि हेर न सायद हेर्नुपर्छ आज तिमीहरूमा एउटै साइडमा पऱ्यौँ क्या कता हेर्छौ तिमी म राउन्ड Enjoy guys. साथीहरू यति बेला हामी चितवन नेसनल पार्कमा छौँ देख्न सक्नुहुन्छ हात्ती यहाँ चाहिँ मस्त हात्ती मेरो साथी यसै गरी अब चाहिँ हामी लागियो जङ्गल सफारीतिर मस्त यहाँ इन्ट्री गरिन्छ त्यसपछि लाग्यो नागिन मेरो बुइनी हजुर मङ्की दाई त्यस्तो नभन्दै नभएको मन पनि दुख्छ कि फेरि म सब्सक्राइब गरेँ कि तपाईँकोमा होइन हेरिदेऊ न त तिमीलाई देखेपछि त 999 पनि एकचोटि भात्तै आउँछन् कि भन्दा हो कि इन्क्रिज हुनेलाई डिक्रिज भयो भने त्यो भन्दाखेरि सवारी हिँड्यो पहिलो अनुभव कहीँ डर लाग्यो त्यति बेला नागिन थियो होला नागिन त थियो होला थियो नि थियो भन न 40 नम्बर हो अरे आज 94 एक सिंगल गएर 1 डाइनोसर एक 45 वटा रोयल बेङ्गल टाइगर बाटो बाट पाइन्छ हजुर आज एक दुई महिना भएपछि यहाँ बाघमा देखेको देखेन यो जङ्गलमा नदेखेको पनि यो जङ्गल देखेको तर सर्प त आउनु सकिन्छ देखिँदैन बाघ हामीलाई अहिले पनि यहाँ जङ्गल पनि हेर्नु कि बाटो त है यो पहिला राजाहरू राजाहरूले हिस्ट्री रिसोर्स छ कि यसलाई चाहिँ मगर क्रोकोडाइल भन्छ अर्कोलाई चाहिँ घरियाल भन्छ अर्को एलिगेटर हैन त्यो लामो लाइसेन्स छैन हिजो हेरे कुखुरा बाख्रा हेर्न आइयो हामी त
मैले भन्थेँ आज बाघ हेर्न आएको हात्ती होइन मलाई देखेको आउँदै आएन एउटा बाघ छ अर्को के आउनु घाँस हेर्न आइरहेको ठिक छ हाम्रो घरतिर पनि छ कि मलाई त इच्छा थियो अनुभव एकदमै पुरानो ठाउँ हेरियो विकास भन्दा पनि पुरानो हो न विकास है हजुर ल ल ल बुनु सर्प देख्यो नि देऊ हाम्रो सफारी गाडी केही देख्न पाइएन देखे पनि देखियो गोरु आएको दाइ यताबाट गोरु देखिन्छ के हेर आयो त टाइगर हेरेर आयो यसै गरी डुल्दै गर्दै घुम्दै हामी चाहिँ मदरल्यान्ड रिसोर्टमा आइपुग्यौँ। जङ्गल सफारी एकदम हेरेर आइयो। जङ्गलमा अनेक अब जीवजन्तु अलिअलि देखियो, के छ र त नि, जे भने नयाँ अनुभव हो। नगएको ठाउँ चाहिँ एकदमै रमाइलो चाहिँ भयो है। यी देख्न सक्नुहुन्छ हामी सबै गाडीबाट झऱ्यौँ मस्त तरिकाले। यो चाहिँ हाम्रो मदरल्यान्ड रिसोर्ट हो। यदि कोही पनि चितवन आउँदै हुनुहुन्छ भने मदरल्यान्ड रिसोर्टमा आउनुहोला। यहाँको सुविधा चाहिँ एकदमै राम्रो छ। अब चाहिँ हामी एक दुईवटा फोटा खिच्ने, अलिअलि भिडियो बनाउने गर्नु पर्यो, घुम्न पर्यो मस्त हैन साथीहरू।
हामी चाहिँ अब फोटो खिच्नतर्फ लाग्छौँ है त। यो चाहिँ यहाँको स्विमिङ पुल हो। यहाँ चाहिँ हामी हिजो राति स्विमिङ गरिरहेका थियौँ। एकदमै राम्रो छ ठाउँ, खासै गहिरो छैन तर ठिक्क छ, एकदम चिल पारामा है त। के छ मेरो चाहिँ काम यही क्यामेरा घुमाउँदै बस्थेँ यताउति गराउने। हाहा हल्का रमाइलो गर्नु पर्यो नि त होइन। हाम्रो सफारी सकियो, फोटो खिचेर नि सकियो। साथी आइज है। हेलो म चाहिँ माथि आइसकेँ। साथीहरू चाहिँ तल अझै पनि फोटा खिच्दैछन् मस्त। के गर्ने, फोटा नि खिच्नु पर्यो, पुग्दैन नि त एक दुईवटाले। ती पोज अनेक बनाउँदै फोटा खिच्दै अन्त फोटा खिच्नु पर्यो। पछि यो ठाउँमा आइएला नआइएला घर जाने मस्त फोटा हेर्ने, त्यही त हो नि होइन काम भनेकै। हाहा रमाइलो चाहिँ गर्नुपर्छ, अनेक किसिमको पोजमा फोटा पनि खिच्नुपर्छ होइन साथीहरू। यसै गरी हामी चाहिँ अलिकति फोटाहरू खिच्यौँ, सबै साथीहरूले फोटा खिच्यो अनि सामान प्याक गरेर हिँड्न लाग्यौँ। ल निस्क्यौँ अब, सकियो हाम्रो घुमघाम सफारी अगडम बगडम सबै सकियो। अब चाहिँ निस्किन लागेको हामी चाहिँ मदरल्यान्ड रिसोर्टबाट मस्त लागेर निस्किन्छौँ। स्टार्ट हुन्छ सो गाइस हामी हिँड्यौँ। ओहो हात्ती देख्न पाइयो फेरि, बबाल छ त हल्ला पुच्छुरले। बुनु के छ, खै मलाई हाई गरिदेऊ। यस यात्रा एकदमै रमाइलो भयो। चितवन सौरा सफारी पनि हिँड्यो गइयो आइयो, हिजो थारू कल्चर पनि हेरियो मस्त एकदमै। स्विमिङ गर्न जाने हो र, किन ड्रेस छ हामीसँग, ड्रेस छँदैछ। हामी एकचोटि यहाँ ऱ्याफ्टिङ गरेको, ढुङ्गामा मस्त खेलेको। के अरे के चिल गर्ने हो? ल बाई 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 ओके बाई बाई ल
आनन्द जाऊ पुगेपछि म्यासेज गरे म सिधै रुममा बाई नानी सो गाइस साथीहरू पनि निस्किए अब म चाहिँ यतै बस्छु टक्क लाएर सबैलाई धेरै धेरै धन्यवाद छ अहिलेसम्म भिडियो हेरिदिनु भयो सबैलाई मिठो माया छ सबैलाई धेरै धेरै धन्यवाद अहिलेसम्म भिडियो हेरिदिनु भयो यस्तै हो छोटो मिठो कहिले काहीँ रमाइलो भिडियो आइरहेको छ साथीहरूसँग छुट्टिएँ म चाहिँ अब यतै बस्छु आनन्दले अब एकदिन भानी मस्त घुमियो चितवनको सौरा टक्क लाएर सफारी पनि जङ्गल सफारी भयो थारू कल्चर पनि हेरियो मस्त रमाइलो चाहिँ भयो म चाहिँ अब यतै बस्छु ल साथीहरू फेरि भेट्दै गरौँ ल अहिलेसम्म रमाइलो भयो रमाइलो मान्नु होला जे जस्तो भए तापनि इन्जोय गर्नु होला यति भन्दै ल मेरो यो छोटो मिठो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्नु होला मेरो च्यानललाई चाहिँ एकदमै माथिसम्म पुर्याउन पर्यो त्यति भन्दै अब चाहिँ म बिदा हुन्छु ठिक छ सबैले अन्तिमसम्म हेर्नुभयो थ्याङ्क यू गाइज बाई 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 गाइज थ्याङ्क यू सी यू नेक्स्ट भिडियो है त